हाम्रो 12 को एक्जाम चाहिँ यो वैशाख 11 गतेदेखि चाहिँ गर्ने रुटिन बनाएको थियो। तर यो शिक्षक आन्दोलनले गर्दाखेरि चाहिँ हाम्रो एक्जाम चाहिँ फाइनली सरेको छ गाइज है। अब के काम भन्दाखेरि तपाईलाई म भनिहाल्छु अहिले नै हैन। अब चाँडै नै आउँदैछ मेरो आफ्नै शब्दमा बनेको गीत हैन, लेख्दै छु म हैन। सो हे गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो, न्यू ब्लग। अनि शुभ बिहानी, तपाईहरुलाई फेरि नयाँ ब्लगमा स्वागत छ। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु, एकदम आरामै छु। अनि आज चाहिँ म तपाईहरु सामु केही कुराहरु गरौँ भनेर चट्ट हैन सानो मिठो छोटो ब्लग बनाउँदै छु। सो कृपया भिडियोलाई अन्त्यसम्म हेर्नु होला। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। त्यही भन्न चाहन्छु। फाइनली अब हैन हाम्रो पहिला चाहिँ राष्ट्रिय परीक्षा बोर्डले चाहिँ हाम्रो 12 को एक्जाम चाहिँ यो वैशाख 11 गतेदेखि चाहिँ गर्ने रुटिन बनाएको थियो। तर यो शिक्षक आन्दोलनले गर्दाखेरि चाहिँ हाम्रो एक्जाम चाहिँ फाइनली सरेको छ गाइज है। सो कतिपयलाई थाहा होला, कतिपयलाई थाहा छैन होला। सो अब थाहा नहुनेहरूले अब मैले भन्दाखेरि थाहा पाउनुहुन्छ, थाहा पाउनुहुनेहरूलाई त अब ठिकै छ हैन। त्यही भन्न चाहन्छु। अब हाम्रो एक्जाम सरेर चाहिँ अहिले के भन्छ वैशाख 21 गतेदेखि चाहिँ हाम्रो एक्जाम हुने राष्ट्रिय परीक्षा बोर्डले चाहिँ हिजो समाचारहरू दिएको छ। त्यही अब राम्रोसँग तयारी गर्नु होला हैन। तर अब एक्जाम सर्दाखेरि चाहिँ हामीलाई पढ्न मन लाग्दैन, त्यही हो ठुलो कुरा। अब अस्तिदेखि अब 11 गते एक्जाम हुन्छ भनेर हामी पढ्यो, तर एक्जाम नभएपछि त अब मनै खिन्न हुन्छ नि त हाम्रो हैन। अनि तपाईहरुको नि हुन्छ, मेरो नि भइरहेछ हैन। यो नेपालमा के गर्छु भन्दाखेरि यार के गर्ने वातावरण नै मिल्दैन भने यार कस्तो तनाव बनाइन्छ भने यहाँको। त्यही हो क्या, जस्तो हाम्रो हरेक प्लानहरू हुन्छ हैन। के हो यार, नेपाल सरकारले नि अब शिक्षकमा पुरा गर्दैन यार। शिक्षक पनि कस्तो यार, विद्यार्थीहरूको जीवनमा खेलवाड गर्ने यार। परीक्षा भने यहाँ बोर्ड एक्जाम भने यहाँ हो त यार हैन। त्यही हो, त्यही भएर अब यो नेपालमा चाहिँ अब मलाई अब यो नेपालमा बसेर चाहिँ के गर्न सक्छु भन्ने आत्मबल चाहिँ मेरो घट्दै छ क्या हैन साथीहरू। अनि त्यही हो, अब झन् म चाहिँ नेपालमा बसेर हैन के गर्छु भन्ने एउटा प्लान बनाएर बसिरहेको छु हैन। तर यस्तै वातावरणले गर्दाखेरि त नेपालमा त अब टिक्नै दिँदैन त नि हामी जस्तो युवाहरूलाई त हैन। त्यही हो, अब केही छैन। अब तपाईहरु 12 को एक्जाम दिँदै हुनुहुन्छ भने राम्रोसँग प्रिपेयर गर्नु होला मजाले। त्यही भन्न चाहन्छु, म पनि गर्छु। केही छैन गाइज, अब मेरो हरेक प्लानहरू थियो क्या एक्जाम सकिएर हैन। अब 11 गतेदेखि एक्जाम सुरु हुने भनेपछि ठ्याक्क हाम्रो 24 गते सकिन्छ नि त एक्जाम। अनि एक्जाम सकेपछि हाम्रो हरेक प्लान हुन्छ नि त हैन। मेरो तपाईहरुको हैन सबैको हामी एक्जाम दिने सबै साथीभाइहरुको, दिदीबहिनी दाजुभाइहरुको हैन हरेक प्लानहरू हुन्थ्यो र छ पनि। अनि त्यो प्लानहरू त अब बिग्रियो नि त हाम्रो हैन। यो समयमा यो गर्ने हैन, अब त्यसपछि यो गर्ने भन्ने हाम्रो हरेक प्लानहरू हुन्छ हैन। त्यो प्लानलाई चाहिँ यार कस्तो पुरा क्यान्सल पो हानिदिइराख्यो हैन। अब केही छैन गाइज, अब हैन अब यस्तै वातावरण भयो भने त अब नेपालमा टिक्ला जस्तो लागेन हैन। खासै मलाई अब यस्तो अब विदेशतिर जाने मन चाहिँ लाग्दैन र छैन पनि क्या। नेपालमा बसेर के गर्नुपर्छ भन्ने चाहिँ एउटा मेरो मान्यता हो हैन। त्यही हो, के हो न, अब यस्तै अब नेपालमा यस्तै अब भइरह्यो भने त विदेश हुनु पनि बाध्यता आउला जस्तो लागिरहेछ हैन गाइज। त्यही हो, अब केही छैन, राम्रोसँग प्रिपेयर गर्नु होला। मैले भन्नु केही छैन हैन। यस्तै कुराहरू तपाईहरु सामु लिएर आउँछु म बेला-बेलामा, किनकि अब डेली भिडियो हाल्छु भने तर वातावरण नै मिल्दैन, के गर्नु हैन। सो तपाईहरुले पछाडी देख्नु भइसकेको छ हैन, यो मेरो घर हो, यो सबै मेरो घर हो हैन। सो तपाईहरु देख्न सक्नुहुन्छ, यस्तै छ मेरो गाउँहरू हैन। यो मेरो घर हो, यता नि छ मेरो घर हैन। केही छैन, मेरो युट्युब फ्यामिलीहरु चाहिँ मेरो घरमा आयो भने जस अड्छ। कम छ त मेरो घर, एउटा दुईटा तीनटा चारवटा पाँचवटै छ घर चाहिँ। अनि मेरो चाहिँ अनि तपाईहरु सबैजना अड्छ। त्यही हो। अनि अर्को मेन कुरा भनेको चाहिँ के छ भन्दाखेरि तपाईहरु सामु चाहिँ मैले एउटा केही नयाँ काम हैन लिएर आउँदैछु हैन। सो तपाईहरुले साथ सपोर्ट चाहिँ दिनुपर्ने हुन्छ। त्यही हो, तपाईहरुको साथ सपोर्ट र माया चाहिँ मलाई अनिवार्य चाहिने छ त्यो कामको लागि चाहिँ। अनि म चाहिँ प्रयास गर्दैछु। अब के काम भन्दाखेरि तपाईलाई म भनिहाल्छु अहिले नै हैन। अब चाँडै नै आउँदैछ मेरो आफ्नै शब्दमा बनेको गीत हैन, लेख्दै छु म हैन। अब तयारी हुँदैछ हैन, लेखिसकेको छु गीत चाहिँ।
अनि अब त्यसलाई रेकर्डिङ गर्नुपर्छ होइन, त्यसलाई मिलाउनुपर्छ हरेक कुराहरू, त्यो गर्दैछु म होइन। त्यसपछि आफ्नो गीत गाउने बनाउने भिडियो खेल्ने एउटा सपना पनि छ, त्यो सपना अब आफै पुरा गर्नुपर्छ। त्यो अरूले पुरा गर्दै गर्दैन, त्यो हामीलाई ग्यारेन्टी थाहा छ होइन। किनकि हामीले के गर्नु छ भने आफैबाट सुरु गर्नुपर्छ होइन साथीहरू। त्यही हो, अब अरूले गरिदेला यान त्यान भन्ने कुरा चाहिँ हामी पछि लागेर चाहिँ हुँदैन। हाम्रो मनमा के गर्ने इच्छा छ होइन, त्यो हरेक कुराहरू क्या आफैबाट सुरु गर्नुपर्छ। हेर्नुहोस् गाइज, अरू कसैले पनि गर्दैन क्या, आफैबाट सुरु गर्नुपर्छ। अनि मात्र हामी यहाँ सफल नहुनु जेल चाहिँ कसैले पनि वास्ता गर्दैन क्या। जब हामी सफल हुन्छौँ नि तब चाहिँ अनि यान यान त्यान हुन्छ नि त, त्यहाँपछि चाहिँ मान्छेहरू आफ्नो होइन आफन्तहरू बढ्छ। त्यही हो, तपाईँहरूले साथ सपोर्ट दिनुपर्ने हुन्छ होइन। मैले चाहिँ अब आफ्नै शब्दमा आफ्नै शैलीमा लेखेको गीत छ होइन। सो बवाल गर्नुपर्छ, तपाईँहरूले साथ सपोर्ट दिनु होला। मैले भिडियो धेरै लामो बनाउन चाहन्न, चाँडो नै आउँछ, तपाईँहरूलाई म अपडेट दिइरहने छु। हस् त, आजलाई भिडियो यति नै हुन्छ। तपाईँहरू सामु चाहिँ म एक ठाउँमै बसेर यो केही कुराहरू गरेँ होइन। मैले अन्जानमा केही गल्ती कुरा बोलेको छु भने मलाई माफ गरिदिनु होला होइन। त्यस्तो गल्ती त बोलेको जस्तो लाग्दैन। त्यही हो गाइज, अब तपाईँहरू जहाँ रहनुहुन्छ जहाँ हुनुहुन्छ खुसीको साथ रहनु होला, आफ्नो घर परिवारसँग राम्रोसँग बस्नु होला, आफ्नो पढाइलाई फोकस गर्नु होला भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। हस्त जय नेपाल।